अन्त हुने कतिको सम्भावना छ एउटा मेरो प्रश्न हो हैन। दोस्रो प्रश्न जुन भदौ 23 र 24 गते जुन जेन्जीले आह्वान गरेको आन्दोलन थियो त्यो आन्दोलनमा चाहिँ अब लगभग 75 जनाको मृत्यु भएको थियो हैन। त्यो आन्दोलन योजना गरेको त जेन्जी पुस्तल हो नि त आह्वान गरेको थियो र त्यसको छानबिन पनि समिति गठन भएको थियो र त्यति जनाको मृत्यु हुँदाखेरि पनि अब छानबिन आयोगले अहिलेसम्म त्यो सार्वजनिक पनि गरेको छैन। ल कसले त्यसको चाहिँ अब गोली चलाउन आदेश दियो हैन, त्यो कसरी मरे भन्ने कुराको छानबिन पनि अहिलेसम्म भएको छैन र सार्वजनिक पनि भएको छैन। जसले आन्दोलन गर्छ आह्वान गर्छ उसले जिम्मा लिनुपर्छ भन्ने हाम्रो बुझाइ हो हैन। जुनै पनि अहिलेसम्म हाम्रो अभ्यास भनेको त्यही हो, जसले आह्वान गर्छ उनी नै घटनाको जिम्मेवारी लिनुपर्छ। तर जेन्जी पुस्तलले त्यो लिन लिएको छैन। यदि घुसपैठी भएको छ भने छानबिन त गर्नु पर्यो, त्यो छानबिन पनि भएको छैन, आयोग त बन्यो। अब यही हो मेरो प्रश्न, किन भएन भन्ने कुरा। धन्यवाद। तपाईलाई धन्यवाद प्रश्न राखेकोमा। रासोपा प्रश्नसँग भाग्दैन, प्रश्नहरूको सामना गर्छ। तपाईले भ्रष्टाचारको जुन प्रसङ्ग उठाउनु भयो, भ्रष्टाचार अन्त्य कसरी हुन्छ भनेर, यहाँ किन भ्रष्टाचार अन्त्य भएको छैन भन्ने पहिला बुझ्नुपर्छ। अख्तियारमा उनकै मान्छे हुन्छ, राजनीतिक दलबाट नियुक्ति हुन्छ, अनि त्यो अख्तियार चाहिँ उही खेतमा राखेको बुखियाचा जस्तो छ। बुखियाचा राख्छ नि खेत, त्यो बुखियाचा जस्तो छ। अख्तियारमा राजनीतिक नियुक्ति हुन्छ, अदालतमा राजनीतिक नियुक्ति हुन्छ, कर्मचारीहरूका युनियन हुन्छ, सङ्घ सङ्गठनहरू हुन्छ। एउटा कर्मचारीलाई कारबाही गर्यो भने त्यो पुरै कर्मचारी युनियन जाग्ला र अर्को आन्दोलन होला भन्ने खतरा हुन्छ। हाम्रो सरकार आएपछि पहिलो कुरा दलीय निजामती कर्मचारी सङ्गठनहरू हुनै पाउँदैन। एउटा जनताको तलब खाने सुब्बा काङ्ग्रेसको हुन पाउँछ, जनताको तलब खाने के अरे करबाट तलब खाने सुब्बा खरदार काङ्ग्रेसको एमालेको हुन पाउँछ, जनताको हुनुपर्छ। त्यस कारणले सर्वप्रथम त दलीय निजामती सङ्गठनहरू हुनै पाउँदैन। रासोपाको बहुमतको सरकार बनेको स्थिति कर्मचारी युनियन हुन पाउँछ, तर त्यसमा दलको ट्याग लाग्न पाउँदैन। अर्को 46 सालदेखि आजसम्मका सम्पूर्ण भ्रष्टाचारका काण्डहरूको छानबिन एउटा निष्पक्ष गैर दलीय आयोगले गर्छ र कोही पनि उम्किनेवाला छैन। यी जति पनि काण्ड छन् नि, वाइट बडी काण्ड, गिरिबन्धु काण्ड, यति काण्ड, ओमिनी काण्ड, भुटानी शरणार्थी काण्ड इत्यादि 25 वटा काण्डको छानबिन गर्ने घोषणा त हाम्रो सभापतिले गृहमन्त्री हुँदै गर्नुभयो। यहाँ डर भएन क्या, त्यही भएर भ्रष्टाचार भयो। मैले घुस खाँदा के हुन्छ र, मेरा पछाडि मेरो पार्टी छ, मेरा पछाडि मेरो नेता छ, तिमीले जोगाइहाल्छन् नि। जब तिमी जोगाउन सक्ने स्थितिमै रहँदैन त्यसपछि मान्छेलाई विधिको डर हुन्छ, विधानको डर हुन्छ। त्यही विधिको शासन हामी स्थापित गर्न चाहन्छौँ। अर्को जेन्जी आन्दोलनको आह्वान जेन्जी पुस्ताले गरेको, तर जेन्जी आन्दोलनको अपनत्व हामी लिन्छौँ। हामी किन जेन्जी आन्दोलनको अपनत्व लिन्छौँ भने जुन एजेन्डा जेन्जीले उठाएर आन्दोलन गरे ती हाम्रै एजेन्डाहरू। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो वार्तापत्रमा लेखिएको थियो, यो देशमा बेलायतको जस्तो प्रणाली होइन कि जनताले छानेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्छ भनेर हामीले भनेको हाम्रो पहिलो वार्तापत्रमा, नीति विचार दस्तावेजमा। र सुशासनको कुरा, भ्रष्टाचार निवारणको कुरा मैले अघि गरिसकेँ। यिनै एजेन्डामा जेन्जी आन्दोलन भएको थियो। त्यसकारण 76 जना हाम्रा भाइ बहिनीहरूलाई जसरी छाती ताकेर मारिएको छ, जसरी टाउको ताकेर गोली हानिएको छ नि, म तपाईँलाई रासोपाको तर्फबाट विश्वास दिलाउन चाहन्छु, कोही उम्किनेवाला छैन। चाहे त्यो प्रहरी प्रमुख होस्, चाहे तत्कालीन प्रधानमन्त्री खड्ग ओली होस्, कोही उम्किनेवाला छैन। नैतिक जिम्मेवारी लिनै पर्छ। अहिले मैले आदेश दिएको होइन भन्दै हिँडेका छन् त्यतिखेरका प्रधानमन्त्री। धरेर चाहिँ उसले बनाएको, त्यो पनि त मजदुरले बनाएको हो नि खास, त्यस्तै कुरा गर्ने हो। अनि आफू प्रधानमन्त्री हुँदा यो बन्यो त्यो बन्यो भन्ने रे, अनि आफू प्रधानमन्त्री हुँदा मान्छे मारिएको नैतिक जिम्मेवारी नलिने। त्यसकारण मैले एउटा गाउँमा भने, मेरो गाउँमा तपाईँहरूले बुझ्नुपर्ने कुरा के छ भने नेपाल प्रहरी केवल गोली हो, बालक मार्ने ओली हो। किनभने प्रधानमन्त्री उनी थिए त्यति बेला। मदन भण्डारीले भनेको कुरा हो यो, फेरि मैले मात्रै होइन, मदन भण्डारीले भनेको थिए, भन्नुभएको थियो, महान कमरेड मदन भण्डारीले भन्नुभएको थियो कि 46 सालको जनआन्दोलनपछि जब मान्छेहरू मारियो पञ्चेहरूद्वारा, मदन भण्डारीले त्यतिखेर भन्नुभएको थियो त्यो मरिचमानले मारेको होइन, त्यो प्रमुख कार्यकारी शासक भएको हुनाले त्यो महाराज धिराजले मारेको हो भनेर मदन भण्डारीले भन्नुभएको थियो। अनि आज त्यही कुरा केपी ओलीमाथि किन लागू नहुने?
त्यसकारण कोही उम्किनेवाला छैन। यो अन्तरिम सरकारले चुनावका बेला सुरक्षा आदि कारणले त्यो छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गरेन होला। रासोपाको सरकार बनेपछि मन्त्री परिषदको पहिलो बैठकबाट सार्वजनिक हुन्छ त्यो प्रतिवेदन। को दोषी छ र ती कोही उम्किनेवाला छैन। धन्यवाद। कमलपुरले के भन्छ? धन्यवाद। हामी विधानसभामा हुनेछौँ। यहाँ उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद दिँदै अबको